ए सम्झी Yo, hello everyone. बोलौँ बोलौँ एभ्री वान मात्र होइन क्या बोल्नु पर्यो है So what should I be telling more? हल्का एक्सप्लेन गरिदिनु त यो दौरा स्क्वायरको दरबार स्क्वायर चाहिँ आजभन्दा ठ्याक्क कति वर्ष अगाडि भनेर चाहिँ यहाँको स्थानीयलाई सोध्यो भने थाहा हुन्छ है मलाई चाहिँ थाहा छैन अनि दरबार स्क्वायरमा यहाँको स्पेसियालिटी के हो भन्ने कुरा पनि मलाई भन्दा पनि यहाँको स्थानीयलाई सोध्यो भने थाहा हुन्छ अनि यहाँ घुम्न आउनु भयो भने चाहिँ डेफिनेटली मेरो नाम नलिनु होला मेरो नाम लियो भने चाहिँ फेरि कसैले पनि मलाई चिन्दैन यताकै स्थानीयकै नाम लिनुपर्ने हुन्छ तपाईँहरूले अर्को कुरा भने यो अगाडि बसिरहेको क्यामेरा होल्ड गर्ने मान्छेलाई चाहिँ मनमा आएको है तपाईँको जिन्दगीको फ्रस्ट्रेसन सबै निकाल्ने गरेर मन खुसी हुने गरेर गाली दिनु होला जुडो खाएको ए ल्याम ल्याम हातै छ ल हेर सेक पारेर खाइदिनु त हौ ल है गाइज है अब हामीहरू चाहिँ अब टक्क कहाँ जाँदैछौँ भने हामी स्टार्टिङ यो भ्लग चाहिँ कहाँबाट भयो भन्दाखेरि होइन यो ठक्क माथि यो ठिमीमा है यो सानो ठिमी होइन सानो ठिमी होइन त सानो ठिमीबाट सरर हुँदै कहाँ जाँदैछौँ भने है पहिला सुरु हामी सिटी पोखरीमा जान्छौँ है केटा हो दामी छ है ठाउँ सबै गइसक्यो होला सक्यो हुन्छ नि फेरि लगाने केटा हो घरमै पैसा त घरमै पैसा त होइन पैसा त अहिले के गर्छु त्यही माथि मोटो भ्लग कस्तो क्या अब मोटो भ्लग पैसा आलम खा डलर केटा हो डलर नेपाली नि होइन डलर कमाइरहेको डलरको भाउ गइरहेको छ केटाउमा डलर कमायो भने माला मिला 126 रुपियाँ क्या 28 रुपियाँ पुरा डलरको भाउ डलर कमाउनु पर्छ अब सिधीको भाइ केटा हो ग्राउन्ड हेर न केटा कस्तो ठुलो छ क्या अब मेरो जग्गा भनेर भन्न नमिल्ने है म्याडमहरू बिस्तारै कुदौँ है बिस्तारै ल Okay. Okie dokie. Where are we now? अनि अहिले एक्ज्याक्टली वीरेन्द्र सैनिकको अगाडि टक्क स्कुलमा कलेजमा छौँ है यो चाहिँ ग्राउन्ड अगाडि हो यो ग्राउन्डमा दामी छ ग्राउन्डभित्र छिर्न पाउँदैनौँ हामी होइन यहाँ छिर्न पाउने हो क्या मजा आउँथ्यो र अब टक्क सिटी पोखरी पनि आउनु लागेको हो अब हामी सिटी पोखरीभित्र नै छिर्छौँ एकछिन है र यही हो ठ्याक्कै सिटी पोखरी यही हो अब हामी अब अलिकति अगाडि आइपुग्छौँ अनि र यहाँ स्टुडेन्टहरू पनि आएर चाहिँ स्टुडेन्टहरू चाहिँ थाहा भएन होइन तर त्यो रमाइलो छ अब हामीहरू सिधै भित्र छिर्छौँ है गाइस हो यो चाहिँ माया गेट सरर ल बबाल मजा आउने भयो अब तर लास्ट घाम छ यार अब यो घाममा कसरी घुम्ने यार ल यही हो सिधी पोखरी भने यही हो माछालाई अब दाना हाल्नुपर्ने एकछिनपछि अब दाना चाहिँ अब आफैले हाल्ने हो दामी यो चाहिँ मेन ब्लगर ओ माछा भन्दा आफूलाई दाना हाल्नुपर्ने छ अगाडि अनि अलिक दाना खानु पर्यो नि त अगाडि जम्सम है हाम्रो चिपी दाइ हुनुहुन्छ होइन चिपी यो अरे त Yo everyone, welcome back to my channel. This is Jomsum right over here with Jeevan. अब हामीहरू आज चाहिँ सीता पोखरी घुम्न आएको छ हैन So he's gonna tell you something about this vlog. माछा ब्लग कस्तो दामी क्या अब ल बोला तिमी बोलेर हँसाइदेऊ म बोलेर हँसाउने For you. हाँस्नु त For you. ल है अब धेरै त के बोल्नु
फेरि म बोल्न थालेपछि भाइले बोलिदिन्छु फेरि